नमस्ते दर्शकबिन र म चाहिँ आज 15 दिन जस्तो भयो बिमारी छु। खाँदैछु पनि, हिँड्दैछु पनि, हाँस्दैछु पनि, बोल्दैछु पनि र फाइनली अस्ति चाहिँ अब ब्लड टेस्ट गर्दाखेरि अब निमोनिया टाइफोइड भएछ र ब्लड इन्फेक्सन पनि भएछ र डन्डिस पनि रहेछ। यो टाउको एकदम भारी हुन्छ। अनि त्यहाँबाट जिरा नि त कालो जिरा अब यहाँ हेर्नु यसरी गाम्छामा लगाएको छ। यो चाहिँ अब यसरी माडेर चाहिँ नाकामा सुन्नुपर्छ अरे। एकखेप माथिबाट तल खसिन्छ अरे। क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। राम्रो हुन्छ अरे भन्छन्। अब मैले नै कसकोबाट मुखबाट सुनेर चाहिँ यो बहिनीले पनि गर्थे, बहिनीबाट आएको यो अब सुन्नु पर्यो है त। अब एकखेप कस्तो हुने रहेछ, एकदम पुरा डेन्जर हुन्छ अरे यसले चाहिँ। अब सुन्नु पर्यो है त। यो डेन्जर हुँदो रहेछ। र तपाईहरुको पनि टाउको दुखेको छ भने चाहिँ कालो जिरो पातलो कपडामा यसरी मलेर सुँगिनु। एकखेप माथि आकाशबाट खस्नुहुन्छ तर राम्रो हुन्छ। बाई बाई।